Hello, 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 नमस्कार नमस्कार आदाब आदाब ओके आजसम्म मेरो डिनर 6 भएछ है खाँदै हल्का हैन एकछिन अब 2 घण्टा जति बस्छु 7-8 सम्म बस्छु 8:30 सम्म बस्छु एकछिन अब मेरो इम्पोर्टेन्ट थिङहरु छ है गर्नुपर्ने मेरो बिजनेसको सो 2 घण्टा 3 घण्टा 2.5 घण्टा चाहिँ बस्छु अनि बेडको लागि रेडी हुनुपर्ने हुन्छ हैन सो आज चाहिँ नुडल्स चाहिँ खाइयो हैन यो बिहानको नुडल्स हो उबेरको बिहान पनि यही खाएको बेलुका पनि यही हैन अब यो के गर्नु डिनर टाइम हो हैन डिनर खाँदैछु एन्ड देन टी है कोले टी यसरी सरप सरप खानुहुन्छ साउन्ड निकालेर हामी नेपालीले प्रायले सबैले यसरी नै खान्छ है हामीलाई त निकाल्नै पर्छ हैन साउन्ड निकाल्ने हो है जसले जे भने पनि नो म्याटर व्हाट राइट सो आफूलाई केमा इन्जोय लाग्छ आफूलाई के गर्दा खुसी लाग्छ त्यो गर्ने हो इट डजन्ट म्याटर कसले के सोच्छ कसले के भन्छ यो खाएको म्यानर भएन त्यो गरेको म्यानर भएन यो गरेको भएन त्यो गरेको भएन until and unless if it's make me happy this how I drink my tea and makes me happy then म ड्रिङ्क गर्छु अरूलाई अब डिस्टर्ब भयो भने सरी हैन सराउन्डिङ छेउछाउमा छ भने चाहिँ बट अब दिस इज हाउ वी ड्रिङ्क टी नेपालीहरूले हैन है सो आज चाहिँ एकदमै चिया पिउनु मन लाग्यो खानु नै भन्न आउँछ हैन सो पिउनु हो तरल पदार्थ तर पनि खानु नै भन्न आउँछ जे पनि खानु भनेपछि खानु के है अनि चिया पिउनु मन लागेर चिया पिउँदै अनि नुडल्स खाँदै आज चाहिँ म तपाईहरुलाई के शेयर गर्न आएको छु भनेदेखि मलाई लागेको कुरा हैन जुन म फलो पनि गर्दै आइरहेको छु फलो गर्दै नै जानेछु फ्युचरमा पनि हैन अलवेज हामीले जे गर्छौं त्यो चाहिँ सही चाहिँ हुनु पर्यो राइट कुरा हुनु पर्यो हैन कसैलाई अब फेरि मैले गरिरहेको कुरा मलाई सही लाग्यो भने कसैलाई सही नलाग्ला पनि हैन तर पनि कतिपय कुरा एउटा सत्य तथ्य भन्ने र त गलत भन्ने कुरा हुन्छ नि सत्य त सत्य नै हुन्छ कसैलाई सही लागे पनि नलागे पनि हैन सो आई एम डुइङ राइट थिङ सो मैले जे गरिरहेको छु सही गरिरहेको छु मलाई थाहा छ मेरो हृदयलाई थाहा छ मेरो आत्मालाई थाहा छ नि त हैन सो मैले कसैलाई हार्म गरिरहेको छैन कसैलाई क्षति पुग्ने काम गरिरहेको छैन कसैको लागि नराम्रो सोचेर केही पनि काम गरेको छैन यो बिजनेस पनि हैन यो बिजनेसकै कुरा गर्दैछु म विशेष गरेर पर्सनल लाइफमा पनि म मेरो कोसिस जारी हुन्छ कि सकेसम्म कसैको हृदयमा घात नपुर्याउन हर्ट नगरौँ कुनै पनि किसिमले अब व्यवहारले वचनले कसैलाई पनि नराम्रो नभन्नु हैन नराम्रो व्यवहार नगरौँ र नराम्रो कर्म नगरौँ भन्ने नै हुन्छ हैन सो त्यही भएर चाहिँ म आजसम्म पनि यो बिजनेसमा लागि परिरहेको छु किनभने यो बिजनेसमा कुनै पनि गलत कुरै छैन गलत गरेकै छैन हामीले हैन सो त्यसले पनि मलाई एउटा मोटिभेसन दिइरहन्छ कि अगाडि बढ्ने र त्यही भएर यो 3 वर्ष अब लगभग 4 वर्ष हुन लाग्यो हैन 4 वर्षको समयमा यहाँसम्म आइपुग्दाखेरि चाहिँ म किन चाहिँ यहाँसम्म आइपुगेको छु भनेदेखि चाहिँ चाहे मैले भने जस्तो सफलता यो 3 वर्षभित्रमा मैले पाएको छैन जुन मेरो गोल्स जुन मेरो मिसन एन्ड भिजनसँग थियो माइट बी सो मेनी थिङ्स मैले राइट गरिन होला कतिपय ठाउँहरुमा गरेको मिलेन होला हैन सो त्यो कारणले पनि म अलिकति मेरो के भन्छ सक्सेस पाउन चाहिँ अलिकति जुन किसिमको मैले सक्सेस सोचेको थिए 1-2 वर्ष भित्रमा गर्छु भन्ने त्यहाँसम्म पुग्न सकिन तर पनि ठिकै छ इट्स ओके मैले आफ्नो मेहनत गर्न छोडिन मैले जे गर्नुपर्ने हो त्यो गर्न छोडिन कुनै दिन म लो भएँ होला र पनि म जुनै पनि स्थितिमा हजुरहरूले गएर मेरो ब्यागमा गएर पोस्टहरू हेर्नुभयो भने
मैले एभ्रिडे के न के राखेको छु, आउने कोसिस गरेको छु होइन। पोस्टहरू नै पनि राखेको छु, लाइभ आउने कोसिस पनि गरेको छु। इभन दो म एकदमै बिरामी हुँदाखेरि पनि आउने कोसिस गरेको छु तपाईँहरूको माझमा होइन। लाइभ नसके पनि पोस्टको थ्रु, रिल्सको थ्रु होइन। सो एन्ड देन यो भयो हाम्रो सोसल मिडियाको प्लेटफर्मको कुरा। एन्ड अल्सो हाम्रो बिसाइड दिस हाम्रो जुन सोसल मिडिया प्लेटफर्ममा आफूलाई सो गर्ने कुरादेखि लिएर त्योभन्दा ब्याकमा आफ्नो भित्र लाइक सोसल मिडियाबाट भित्र भनौँ कि बाहिर होइन, त्योभन्दा अरू पनि छ हामीले जुन चाहिँ हाम्रो ट्रेनिङ्सहरू हुन्छ, जुन चाहिँ हामीले हाम्रो मिटिङ्सहरू हुन्छ, जुन हामीले फलो गर्नुपर्ने हुन्छ होइन। त्यो कुराहरूमा पनि म छु, अटेन्ड नै छु होइन। सो अनि मैले चाहिँ त्यही भएर आजसम्म पनि होइन कतिपय पलहरूमा चाहिँ यस्तो पनि फिल भयो कि कतैकाहीँ यसो पनि फिल गरेँ मेरो लागि होइन थियो कि क्या हो भन्ने जस्तो फिलिङ्सहरू पनि कति नआएको होइन, आएको हो। तर पनि म चाहिँ यस्तो सिचुएसनमा यो बिजनेस मैले जोइन गरेको हो होइन। त्यो क्षणमा चाहिँ मलाई यस्तो लागेको थियो, यस्तो महसुस भएको थियो मेरो हृदयदेखि, मेरो अन्तरात्मादेखि चाहिँ एउटा फिलिङ्स, एउटा हुन्छ नि गट फिलिङ्सले चाहिँ त्यो भनिरहेको थियो कि यही हो तेरो लागि बिजनेस। त्यो चाहिँ मलाई चाहिँ लाग्छ मेरो भगवानको त्यो आदेश जस्तो फिल भएर थियो क्या। अनि मैले दिस इज वाट फर यु भन्ने मात्रै आइरहेको थियो मलाई होइन। अनि त्यही भएर मैले त्यस्तो समयमा मैले त्यति बिलिभ, त्यति फेथको साथमा चाहिँ मैले दिस इज, यो चाहिँ मेरो बाबाको ब्लेसिङ्स हो, मेरो भगवानको ब्लेसिङ्स हो मलाई। सो मैले चाहेको यही हो भनेर मैले जोइन गरेको कुरा चाहिँ अहिले आएर कसरी रङ हुनसक्छ। मैले यदि सफल भनेको जस्तो सफलता मैले 1 वर्षमा, 2 वर्षमा, 3 वर्षभित्रमा पाइनँ भने चाहिँ कसरी यो मेरो लागि होइन भन्ने कुरा चाहिँ यो मेरो नकारात्मक सोच हो भन्नेलाई चाहिँ लाएर होइन, मेरो लागि यो बिजनेस डेफिनेटली हो। आई स्टिल हेभ टु वर्क हार्ड समथिङ। वर्क हार्ड भन्दा पनि वर्क स्मार्ट भन्छौँ हामीले यहाँ। डु नट वर्क हार्डर, वर्क स्मार्टर भन्छ। एन्ड द्याट्स ट्रु, वी हेभ टु वर्क हियर स्मार्ट वेमा होइन। बेसरी घोटेर मेहनत गर्ने भन्दा पनि हामीले स्मार्टली थिङ्क गर्नुपर्छ। किनभने दिस इज सोसल मिडिया प्लेटफर्म, एआईको समय छ, एभ्रिथिङ इज टेक्नोलोजीको कुरा छ होइन। सो यस, अलिकति हामीले स्मार्टली काम गर्नुपर्ने हुन्छ। स्ट्राटेजीहरू मेबी मेरो मिलिरहेको थिएन, समथिङ इज नट, मलाई थाहा नभएको मैले गरिरहेको थिइनँ होला होइन। सो बट स्टिल होइन, आम लर्निङ। अनि ट्रेनिङहरूदेखि हाम्रो सबै कोर्सभित्र जुन फ्री कोर्सहरू छ हाम्रो ट्रेनिङ साइडमा, त्यो कोर्सहरूबाट केही सिक्दै आएको छु। एभ्री विक हामीलाई केही न केही ट्रेनिङ हुनुहुन्छ हरेक कुराको। अनि त्यो कुराहरूबाट सिक्दै लर्न गर्दै अथवा अकाउन्टेबिलिटी हाम्रो पार्टनरहरूसँग सेयर गर्दै यस्तो तरिकाले उस्तो तरिकाले भन्दै यहाँसम्म आइसकेको छु होइन। सो त्यही भएर अनि मेरो मात्रै नभएर हामी जति पनि यो बिजनेसमा हामी छौँ, हामीले यो बिजनेस रन गरिरहेको छौँ, हामी हरेकको मोटिभ, मेन हाम्रो मोटिभ भनेको हजुरहरूलाई जो इन्ट्रेस्टेड हुनुहुन्छ, जो चाहिँ यस्तो खालको अपर्च्युनिटी खोजिराख्नु भएको छ, जहाँ चाहिँ तपाईँहरूलाई एकदमै धेरै समयको अभाव भइरहेको छ होइन। कामको कारणले गर्दाखेरि चाहिँ हजुरहरूले कतिजनालाई समयको पनि अभाव छ, कतिजनालाई फाइनेन्सली पनि हजुरहरू एकदमै स्ट्रगल गरिराख्नु भएको छ होइन। कतिजनाको अब फाइनेन्सली भेरी स्ट्रङ भए पनि अब आफ्नोसँग टन्नै पैसा भए पनि तर हजुरहरूलाई त पैसा इन्जोय गर्ने, खर्च गर्ने, परिवारहरूसँग घुम्ने टाइम छैन होइन। कतिजनाले मेहनत गर्नुभयो, भोलि गएर रिटायर हुनु हुँदैछ होइन। अनि अब के गर्ने मैले, मेरो रिटायरमेन्टको लागि आई हेभ टु बी लिभ इन अ भेरी उसमा चाहिँ मैले एकदमै उस गरेर होइन, थोरै उसमा चाहिँ एकदम टाइटली लिभ गर्नुपर्ने अवस्था छ होइन। जति आउँछ त्यतिमा पुर्याउनु पर्ने अवस्था होइन। त्यस्तोहरू धेरै कुराहरू हुनसक्छ। अनि कतिजना अब 60-65मा अलिक 65-60 भनेको त स्टिल कतिजना काम गर्न सक्नुहुन्छ होइन। त्यस्तो समयमा पनि रिटायर हुन लाग्नु भएको छ र आफ्नो केही गर्न चाहनुहुन्छ आफ्नै घरबाट भने पनि कतिजनाले त्यस्तो मान्छेहरूले पनि जो चाहिँ 60+ हुनुहुन्छ, 65+ हुनुहुन्छ, उहाँहरूले पनि यो बिजनेस गरिराख्नु भएको छ। सो डेफिनेटली दिस इज रियल, वाट वी आर डुइङ इज भेरी लिगल होइन। हामीले राइट थिङ गरिरहेको छौँ। कसैलाई
हार्म पुर्याउने कसैलाई कुनै पनि किसिमले क्षति अथवा घात पुर्याउने काम गरेको छैनौँ सो त्यही भएर वी आर स्टिल इन दिस बिजनेस सम पिपल्स होइन जो चाहिँ यो बिजनेसमा हुनुहुन्थ्यो उहाँहरूले गर्न सक्नु भएन मेबी उहाँहरूले पनि गरेको जस्तो भनेको जस्तो भएन या कतिपय ट्रेनिङ्सहरू गर्दा सिस्टमहरूभित्र पस्दा कतिपय कुराहरू थाहा हुँदैन अनि अन्यलमा परेर एउटा राइट बाटो होइन राइट एउटा दिशा देखाउने मान्छे नहुँदाखेरि पनि कतिजना अन्यलमा परेर पनि क्विट गर्नुभएको हुनसक्छ होइन सो तर त्यही भएर चाहिँ हजुरहरूले अब यसो हेरेर विचार गरेर रिसर्च गरेर होइन के गरेर हुन्छ सर्च गरेर के गरेर हुन्छ होइन राइट पर्सन्स राइट कम्युनिटी अनि राइट टिम भनौँ न कम्युनिटी त हाम्रो एउटै नै छ होइन राइट टिम मा चाहिँ अब जानुभयो भने पनि हजुरहरूलाई अझै राम्रो हुनसक्छ जो चाहिँ अब तपाईहरूलाई अलिकति कुनै अप्ठ्यारो परेको समयमा यसो भनेर बाटो देखाइदिने मान्छे भयो भने अलिकति सजिलो त हुन्छ तर अर्को तरिकाले अर्को बाटोमा सोच्ने हो भनेदेखि चाहिँ इट डिपेन्ड्स अन हामी आफैमा नि होइन हामीले के गर्ने भन्ने कुरा त बाटो देखाउने मान्छे भयो भने त एउटा लिडिङ गर्ने मान्छे भयो भने त अब पछाडि फलो गर्नेलाई अलिकति सजिलो हुन्छ अलिकति लिडर नहुँदा चाहिँ अन्यलमा परिन्छ त्यो पनि हुन्छ तर म गर्छु होइन मेरो बाटो म खुद बनाउँछु भनेर अगाडि पनि त बढ्न सकिन्छ क्विट नगरेर होइन या अरू कुनै अप्सनहरू खोजेर हेरेर अरू कति लिडरहरू हुनुहुन्छ नि त सिस्टममा तपाईँहरू यो होइन कि यही सिस्टममा आइसकेर तपाईँहरूको लिडरहरूले मेन्टरहरूले कोचहरूले छोड्नु भयो या बाटो देखाउनु सक्नु भएन भनेदेखि पनि देयर इज सम अदर्स टिमहरू छ जो चाहिँ हेल्पफुल हुनुहुन्छ हामीले त्यसरी खोजेर पनि अगाडि बढ्न सक्छौँ होइन अनि धेरै कुराहरू छ सो तपाईँहरू आउनुहोस् जोइन गर्नुहोस् र अघि बढ्नुहोस् त्यही भन्छु होइन आफूले यसो हेरेर विचार गरेर यो दिस इज द राइट पर्सन आई क्यान वर्क विथ हर अर हिम भन्ने लाग्छ होइन तपाईँहरूलाई कोसँग लाग्छ कम्फर्टेबल हुनुहुन्छ तपाईँहरूको भावना विचार थट्स कोसँग मिल्छ होइन उहाँहरूसँग जोइन गर्नुभयो भने अझै राम्रो हुन्छ होइन सो त्यही भन्छु एन्ड देन आउनुहोस् र तपाईँहरू यदि त्यस्तो खालको पेरेन्ट्स मम अथवा रिटायर हुन लाग्नु हुँदैछ होइन अथवा स्टुडेन्ट्सहरू हुनुहुन्छ जो कोही हुनुहुन्छ होइन हजुरहरूले आएर यो बिजनेसको बारेमा बुझ्न सक्नुहुन्छ अनि आफ्नो लाइफ चाहिँ आफ्नो तरिकाले आफ्नो हिसाबले लिभ गर्न सक्नुहुन्छ सो तपाईँहरू निर्धक्क भएर आउनुहोस् होइन बुझ्नुहोस् एन्ड देन अगाडि बढ्नुहोस् त्यही भन्न चाहन्छु यस द्याट्स अल है अनि त्यति भन्दै आजलाई म बाई भन्छु अनि त्योभन्दा अगाडि चाहिँ यदि तपाईँहरू जेन्युनली इन्ट्रेस्टेड हुनुहुन्छ र तपाईँलाई लाग्छ ओके म चाहिँ उहाँसँग जान चाहन्छु मसँग आउन चाहन्छु भन्नुहुन्छ होइन तपाईँहरूलाई अलिकति मसँग यसो होइन कम्फर्ट लाग्यो भने होइन कम्फर्ट भनेको त फर्स्टमै अब हुँदैन मेरो लागि चाहिँ है मलाई चाहिँ फर्स्ट टाइमै कोही देख्दाखेरि चाहिँ अलिकति कहिलेकाहीँ हुन्छ तर म अघि बढेँ मैले पनि बढेँ मलाई पनि एकदमै फर्स्ट टाइम जो स्ट्रेन्जरहरूसँग बोल्न कुरा गर्न धेरै गाह्रो नै लाग्थ्यो मलाई होइन तर अहिले आएर चाहिँ यही बिजनेसले मलाई यो कन्फिडेन्ट दिएको छ होइन स्टिल आइम ग्रोइङ अझै पनि त्यो कन्फिडेन्ट लेभल यहाँ त पुगेको छैन बट यहाँ चाहिँ आइपुगिसकेको छ होइन सो आइम ट्राइङ माई बेस्ट होइन बिस्तारै बिल्ड चाहिँ गर्दै जाने कुरा हो यो सबै कुरा एकैचोटि हुने कुरा होइन बट वी हेभ टु किप ट्राई चाहिँ गर्नु पर्यो होइन म सक्दिनँ निक्लिन्न म मेरो आफ्नो कम्फर्ट जोनमै बस्छु म गर्न जान्दैन त्यो भन्यो भनेर चाहिँ हुँदैन त्यसरी बस्यो भने चाहिँ हुँदैन तर ट्राई गर्ने अलिकति टाइम लाग्छ ट्राई गर्दै बिस्तारै अघि बढ्ने सो आउनुहोस् I'm always here to help you होइन बी कम्फर्टेबल विथ मी है कुनै पनि खालको त्यस्तो हेजिटेसन राख्नु पर्दैन केही क्वेसन एन्ड क्वेरिजहरू गर्नलाई जुन म तपाईँलाई भनि नै रहेको छु होइन म पनि तपाईँ जस्तै हुँ है सो कतिजनालाई चाहिँ हुन्छ नि म किनभने मैले त्यस्तो आफूले पनि फिल गरेको छु त्यही भएर क्वेसन गर्न डराउने होइन इभन मैले पहिला सुरुमा मलाई मेरो आफ्नो कोच दिदीसँग पनि क्वेसनहरू सोध्नलाई मलाई पनि धेरै गाह्रो हुन्थ्यो त्यो कम्फर्ट जोनमा पुग्नलाई चाहिँ दिदीसँग कुरा गर्नलाई चाहिँ मलाई पनि अलिक टाइम लाग्यो कतिपय कुराहरू सोध्नलाई हिचकिचाउँदै के भन्नुहुने होला है कल गरौँ कि नगरौँ डिस्टर्ब हुने हो कि है यो समयमा यस्तो धेरै सोच्ने होइन त्यो कारणले गर्दाखेरि पनि कतिपय कुराहरू चाहिँ अलिक ल्याक हुँदै पछि हुँदै गयो होइन कतिपय कुराहरू अनि पछि चाहिँ होइन
आई हेभ टु आई क्यानट है यसरी त हुँदैन आई हेभ टु मैले सोध्नै पर्छ गर्नै पर्छ भनेर आई स्टार्ट टकिङ विथ हर अहिले त हामी दिदी बहिनी जस्तो मेरो अरू दिदीहरू मेरो आफ्नै दिदी त्यस्तै उहाँ पनि हुनुहुन्छ एन्ड आई एम सो ह्याप्पी एन्ड आई लभ हर एन्ड सी अलवेज देयर फर मी है अलवेज 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 नो म्याटर वाट होइन उहाँ कुनै समयमा फ्री हुनुहुन्न भने पनि टाइम निकालेर भयो नि भनेर भोइस मेसेज मात्रै भयो भने पठाउनुहुन्छ र सम्झेर भए पनि नेक्स्ट डे भए पनि उहाँले कल गर्नुहुन्छ मेसेज पठाउनुहुन्छ एन्ड सी इज अलवेज देयर एन्ड आइ एम भेरी ह्याप्पी एन्ड ब्लेस्ड विथ हर एन्ड अल्सो द हाम्रो यो जसले पनि यो हाम्रो सिस्टम क्रिएट गर्नुभएको छ उहाँहरूको लागि त अलवेज अलवेज नै जतिचोटि उहाँहरूलाई सम्झिन्छु त्यतिचोटि म इमोसनल भएर आउँछु होइन सो बिकज ओन्ली बिकज अफ देम द्याट 2% हामीले यस्तो प्लेटफर्म पाएको छ यो लाइफ लिभ गर्न सकेको छौँ होइन आज मात्रै उहाँहरूको मैले पोस्ट पढेको थिएँ होइन अनि उहाँहरूले उहाँहरूलाई सोध्नुहुन्छ होइन कतिले क्वेसन सोध्छ किन वाइ यु आर डुइङ दिस मच त्यो अरूको लागि यति धेरै किन गर्ने यस्तो उस्तो यति धेरै उस गर्ने भन्दाखेरि चाहिँ नि उहाँहरूले पोस्ट त्यस्तै बनाउनु भएको थियो होइन किनभने म आफूलाई फिल गर्छु उनीहरू पनि म जस्तै हो भनेर उनीहरूलाई पनि मेरो सर मेरो ठाउँमै राखेर आफ्नै फिलिङ्स जस्तो उनीहरूको फिलिङ्सलाई पनि मैले बुझ्छु त्यही भएर म गर्छु भनेर उहाँले त्यस्तै पोस्ट बनाउनु भएको थियो भेरी लङ पोस्ट थियो एन्ड आई फिल भेरी इमोसनल है सो आई होप डेफिनेटली वान डे आइ एम गन मिट विथ देम होइन and yes I'm very happy and thankful to them hi and then also the systems my community my accountability partner my mentor my coach everything मेरो सिस्टर्सहरू जो यहाँ हाम्रो बिजनेसमा हुनुहुन्छ मेरो आफ्नै सिस्टर हुनुभयो जो अरू दिदीबहिनीहरू छौँ सबैप्रति आइ एम भेरी ग्रेटफुल सो इफ यु वान बी द पार्ट अफ आवर टिम है आउन सक्नुहुन्छ जोइन गर्न सक्नुहुन्छ एन्ड आइम अलवेज हियर टु हेल्प यु तपाईँहरूलाई गाइड गर्नलाई होइन यो बिजनेस कसरी रन हुन्छ भनेर अगाडि बढ्नलाई हजुरहरूलाई एउटा बाटो देखाउनलाई होइन तर त्यो बाटोमा चाहिँ हिँड्नुपर्ने चाहिँ तपाईँहरूले हुन्छ है सो आउनुहोस् त्यही भन्छु अनि आफ्नो लाइफलाई चेन्ज गर्नुहोस् एउटा खुसीको लाइफ लिभ गर्नुहोस् होइन आफ्नो मेहनत र एफर्ट चाहिँ दिन्छु म भनेर आउनुहोस् हजुरहरू पनि पक्कै सफल हुनुहुनेछ सो त्यति भन्दै हजुरहरूले आउनलाई जोइन गर्नलाई मसँग मिट गर्नलाई चाहिँ यो मेरो फेसबुकमै एड गर्नुहोला मेसेन्जरको थ्रु मेसेज गर्न सक्नुहुन्छ अनि यदि तपाईँहरू इन्ट्रेस्टेड हुनु चाहनुहुन्छ र फर्स्ट स्टेप लिन चाहनुहुन्छ भने चाहिँ मेरो वेबसाइट www.sanjanasonail.com मा गएर हजुरहरूले रजिस्टर गर्न सक्नुहुन्छ दिस इज फर फ्री यु डोन्ट ह्याभ टु पे नथिङ केही पनि पे गर्नु पर्दैन तपाईँहरूले जस्ट पैसा तपाईँहरूले जस्ट तपाईँहरूको नाम र इमेल एड्रेस राख्नुपर्ने हुन्छ मेरो त्यो वेबसाइटमा जुन चाहिँ मेरो बायोमा पनि छ यहाँ लिङ्कमा क्लिक गर्नुभयो भने त्यहाँ लिङ्कको साइन छ त्यसमा क्लिक गर्नुभयो भने पनि हजुरहरूलाई सिधै मेरो वेबसाइटमा लान्छ र त्यो रजिस्टर गर्नुहोस् एन्ड देन त्यो 90 मिनटको भिडियो वेबिनार भिडियो हेर्नुहोस् है थोरै अलिकति मेरो थोरै इमोसनल भयो है त्यही भएर अलिक उस भएछु बोल्न क्लियर भइरहेछ आइ एम जस्ट थिङ्किङ अबाउट द आवर्स लिडर्स होइन त्यही भएर अलिकति भइरहेको छु त्यही गर्नुहोस् होइन अनि रजिस्टर गरेर आउनुहोस् एन्ड देन त्यो 90 मिनटको भिडियो छ त्यो भिडियो हेर्नुहोस् र आउनुहोस् अनि तपाईँहरूले त्यो 90 मिनटको भिडियो हेर्नुभन्दा अलिकति हजुरहरूलाई त्यो लङ भयो अलिक सर्टमा दिनुहोस् न भन्नुभयो भने अथवा केही मोर जानु बुझ्न चाहनुहुन्छ भने अलिक छोटो 10 मिनटको वेबिनारहरू पनि दिन सक्छु तर पहिला चाहिँ रजिस्टर गर्नु हजुरको नाम र इमेल एड्रेससँग ओके सो त्यति भन्दै म बाई भन्छु अहिलेलाई अनि मेरो सेलायो के गर्ने मेरो यो त है सेलायो Bye for now. See you tomorrow, okay? Mr. Bye, bye, Vandita. Okay, bye. Have a great night. Great evening.